पहिला यता हो कि कता हो दर्शन यता हो पहिला यता हो न त पहिला यता हो माइधान माइ पोखरी पूजाको लागि त अनि पूजाको लागि के लिनुपर्ने केही पनि हामीले बोकेको थियौँ त्यतिकै ढोग्न मिलेन मिल्छ यहाँ कहिले कहिले हो लाग्ने एकादशी हो अस्तिको अनि यहाँको विशेषता चाहिँ के यहाँ भनेको नवदुर्गाको पूजा हुन्छ नवदुर्गाको नौकुना छ नौकुना छन् हजुर त्यसमा सुरुको द्वार चाहिँ हो ए सुरुको द्वार यो त्यसको चाहिँ यसरी यसरी जाने यसो दाहिने पारेर ए दाहिने ए मन्दिर छ माथि माथि मन्दिर छ शिव मन्दिर छ शिव मन्दिर भनेपछि यहाँ नवदुर्गाको वेलकम टु माई पोखरी शक्तिपीठ हो तपाईँ पश्चातमा यो केही छैन है पानी छैन है यहाँ सुन न यता पर होइन शिवालय चाहिँ शिवालय माथि यताबाट घुमेर गर्नु पर्यो नि शिवालयको जय माता जय माता माता ल कल्याण होस् सबैको सधैँ जय होस् कहाँबाट आउनुभएको भाइहरू हामी सुनसरीबाट हजुर हजुर जुम्काबाट र सर्टकटमा तपाईँ मन्त्र पढिदिनु त छ तपाईँसँग अक्षता पानी यहाँ छ पानी छैन ल्याउनु पर्यो यही पोखरी हजुर आज माई पोखरीमा ओम नमो भगवते वासुदेवाय ओम नमो भगवते वासुदेवाय ओम नमो भगवते वासुदेवाय मनोकामना पुरा होस् यता आउनुहोस् ल तपाईँ यसो दाहिने पारेर आएर त्यहाँ माथि लगाइदिनु